तपाईलाई आफ्नो बच्चाको माया लाग्छ? ल यो भाइले के सोच्छ यार, आफ्नो बच्चाको माया सबैलाई लाग्छ भनेर सोच्दै हुनुहुन्छ होला। तपाईलाई लाग्दैन जस्तो लाग्दैछ। तपाईको बच्चाले मोबाइल कतिको चलाउँछ मलाई भन्नुस् त, हो कि हैन? भन्नुस् त। स्कुलबाट आउने बित्तिकै अलिकति खाजा खाने बित्तिकै मोबाइल, हो कि नि त? रातभरि मोबाइल, अझै बिहान पनि मोबाइल। अब गेम पनि मोबाइलमा खेलेछ, ल्यापटप हेरेछ, टिभी हेरेछ। अब यस्तोबाट चाहिँ हाम्रो यो मोबाइल डिभाइसहरुबाट चाहिँ हाम्रो ब्लू रे आउँछ, तपाईहरुलाई थाहा नै छ होला। अब यस्तोले गर्दा चाहिँ बच्चाहरुलाई छिटै चस्मा लाउनु पर्ने अवस्था बनाउन सक्छ। पावरवाला है, सिम्पल चस्मा हैन, पावरवाला चस्मा लाउने बनाउन सक्छ। त्यसबाट बच्नको लागि हामीले के गर्न सक्छौं त भनेर तपाईहरुको मनमा आइसक्यो होला। तपाई अब टेन्सन नगर्नुस् न, बिहान 99 आइसकेको छ। बिहान 99 ले अफरमा एउटा अलिकति खास कुरा लिएर आएको छ अहिले। कस्तो खास कुरा भन्नुहुन्छ भने यो चाहिँ बच्चाहरुको लागि चस्मा हो। यो चस्मा हेर्दा जति सिम्पल छ नि, यसको काम त तपाईहरुको धेरै ठुलो छ। ल हेर्नुस् त, भाँचिन्छ भाँचिदैन नि। बच्चाहरुले झार्छन् नि, भाँचिदैन, फुट्दैन, केही हुँदैन, किनकि यो हो एकदमै खतरा चस्मा है त। यो चस्मा तपाईहरुले जति हेर्दा सिम्पल छ, यसले काम चाहिँ धेरै ठुलो गर्छ। तपाईहरुको बच्चाहरुले यो लाएर मोबाइलहरु चलाए भने समस्या केही हुँदैन आँखामा। किन थाहा छ? जुन हाम्रो ल्यापटप, मोबाइल, टिभीबाट निक्लिने हुन्छ ब्लू रे, यो ब्लू रे निक्लिन्छ। हैन, यो हातमा देखाइदिए, यो देखाइदिनु त, ब्लू रे, यसरी ब्लू रे निक्लिन्छ नि। हो, अब यो ब्लू रेबाट बचाउनको लागि चाहिँ यो चस्मा लगाइन्छ। बच्छ कि बच्दैन ट्राई गरेर हेरौँ है त। मेरो यो हात भयो है। अब यो हातमा तपाईले यताबाट लाएर हेर्नु त। ल आइसक्यो हात छैन नि, मैले लाइट हानिरहेको छु हेर्नु है। ल यहाँबाट देखियो, देखिए हैन है, यताबाट त देखिरहेछ नि, हेर्नु त, देखिरहेछ है। तपाईहरुलाई मैले देखाइसकेको छु। तपाईले अलिकति राम्रो, अलिकति बलियो हैन, तपाईले आज यो सोचेर एउटा चस्मा लगाइदिनु भयो भने भोलि उनीहरुले त्यो जुन टाउको दुखिरहने है, धेरै जनालाई धेरै समस्या हामीले थाहा नै छ। तपाईहरुलाई नै धेरै कुरा थाहा हुन्छ मलाई भन्दा। तपाईहरु गार्जियन भइसकेको मान्छेलाई धेरै कुरा थाहा हुन्छ आफ्नो बच्चाको बारेमा। त्यही भएर यो चस्मा चाहिँ अब तपाईले कहिलेकाहीँ बच्चाहरुलाई बाइकमा लिएर जानुहुन्छ नि घुम्नलाई, अब त्यतिखेर के हुन्छ भन्दाखेरि धुलो आँखामा पस्ने हुन्छ, के हुन्छ। अब तपाईलाई थाहा नै छ वातावरण काठमाडौँको हैन, अलि ठुलो ठाउँको, त्यसपछि अहिलेको मौसम अनुसार त तपाईलाई थाहा नै छ कतिको असर गर्छ आँखालाई भनेर। त्यही भएर यो चस्मा भयो भने चाहिँ तपाईको नर्मल्ली पनि सेभ गर्यो, त्यसपछि डेली कतै घाममा हिँड्दा केही गर्दा पनि यो चस्माले सेभ गर्यो। यो चाहिँ तपाईले नर्मल चस्मा मान्नु भएको होला, बजारमा पाइने 2-300 को चस्मा होला भनेर मान्नु भयो होला, होइन ल। यो एकदमै राम्रो चस्मा हो, UV 400 को चस्मा हो यो, UV 400। अनि एन्टी ब्लू लाइट भनेर त्यो रिफ्लेक्ट जस्तो आछ, तपाईले हेर्न सक्नुहुन्छ। हो त्यो चस्मा हो है, यो एकदमै राम्रो चस्मा हो। त्यसपछि एकदमै बलियो छ, फुट्ने ओर्ने केही हुन्न। त्यही भएर आजै यो चस्मा अर्डर गरेर तपाईहरु ढुक्क हुनुहोस्। बच्चाले यो कलर लाउँदैन नि भन्नुहुन्छ भने यो कलर छ, त्यसपछि यो कलर छ है, त्यसपछि यो कलर छ। त्यही भएर हामीसँग अर्डर गर्दा चाहिँ हजुरले यो चस्मा पाउनुहुन्छ है, एकदमै राम्रो पाउनुहुन्छ। यो चस्मा तपाईले हरेक उमेरको हरेक बच्चालाई हुने खालको साइजमा पाउनुहुन्छ, धेरै कलर पाउनुहुन्छ। र बच्चाहरुलाई किन्न आउँदाखेरि तपाईहरुलाई पनि चस्मा लाउन मन लागिहाल्यो भने पनि हाम्रो सबै खालको चस्मा 750 मात्रै छ लाको चस्मा। त्यसपछि यो चस्माहरु, त्यसपछि यहाँ धेरै अब दिउँसो तपाईको कालो हुने, बेलुका यो चस्मा तपाईले यसमा हानेर हेरौँ है, यो कालो हुन्छ।